हेलो गुड मर्निङ सबैजनालाई स्वागत छ फेरि मेरो एउटा भिडियोमा म भर्खरै उठिसकेको छु अनि अब चाहिँ हामी दाइरा म जाँदैछौँ मार्केट है सागसब्जीहरू विभिन्न खाले फलफुलहरू तरकारीहरू ल्याउनको लागि अनि आजसँग चाहिँ अब ड्युटी जानु छ नि त अहिलेको मैले भिडियो अपलोड गरिसकेको छु केटा है अब नेक्स्ट पल्ट त्यो भोलिको लागि भ्लग सुट गर्दैछु यो चाहिँ हेर नबोल्नु होला मेरो चाहिँ अब सबैको साँझ भयो मेरो चाहिँ बिहान भइसक्यो ड्युटी जानको लागि है है म रेडी छु म खुसी पनि छु म एकदम रेडी छु है म सबैले माया छ अब दाइ र म छौँ हामी दाइ यहाँ हुनुहुन्छ म यहाँ छु अनि अहिले चाहिँ हामी जान्छौँ मार्केट लेट्स गो बाहिर चाहिँ गर्मी छ त्यो पनि हिँड्न मन लागेको छ त्यो पनि के गर्नु पेट पाल्नको लागि पनि जानै पर्ने हुन्छ त्यसैले पेट पाल्न पनि जानै पर्ने हुन्छ नि त के गर्नु होइन यस्तै छ सो म चाहिँ जान लाग्यो अब लेट्स गो हजुरलाई म देखाउँछु आज मार्केट देखाउँछु हाम्रो कताको मार्केट देखाउँछु हजुरले ओके गाइस हामी चाहिँ दाइरा निस्किसकेका छौँ मार्केटको लागि अहिलेको मौसम यस्तो छ देख्नुहुन्छ अब हाम्रो बिल्डिङ भनेको चाहिँ यही हो देख्नुहुन्छ त्यहाँ दाइ हुनुहुन्छ अगाडि अब हामी चाहिँ मार्केट जान छौँ तरकारी सरुकारी ल्याउनको लागि होइन अहिले पनि लगभग हावा चाहिँ डह्रो चलेको छ तातो हावा पुरा तातो चलेको छ तातो हावा चलिरहेको छ भएपछि तिमीलाई मैले दाट खुवाउनु लाग्थ्यो होला तिमीहरू छैन अब एक्लै चल्दै क्या केही छैन अर्को दिन आज भेट्यौँ होला अर्को दिन सँगै बस्नुपर्छ केटाहरू होइन ओके गाइस हामी चाहिँ अब सामान लिइसकेका छौँ अरू के छैन होइन लिनु होइन केही छैन के छ के सर घुमिदिनु यहाँ चाहिँ यस्तो छ है विभिन्न खाले सामान पाउँछ यहाँ एउटा डिस यता चाहिँ फेसवासदेखि लिएर सबै सामानहरू छ ओके के छैन लिन यति नै हो लेखेको अब हाम्रो सामान चाहिँ यति होइन यति लिन्छौँ हामी चाहिँ के सामान ल्याउँछौँ अहिले देखाउँछु म तिमीलाई देखाइदिएस यता होइन कपडाको सेसन यतातिर कपडाको सेसन यतातिरको पनि कपडाको सेसन यतातिर इलेक्ट्रोनिक सेसन अब यता चाहिँ बिलिङ हुन्छ यतातिर चाहिँ यहाँ लाइन लाग्नुपर्छ पेमेन्ट गर्नको लागि चाहिँ यहाँ चाहिँ देख्छ हुन्छ पेमेन्ट भइरहेको छ चाहिँ लुक प्यान्ट लुक सामान स्क्यान भइरहेको छ यहाँ चाहिँ हेर्नु होला है कति गर्दा 46 भयो 46 हाम्रो सामानको बिल चाहिँ 46 भएको छ चारजनाको पैसा है हाम्रो एकजनाको पैसा यति हो हामीले 50 दिएको थियौँ जस्ट 4 रुपियाँ मात्रै 4 रियल मात्र आएको छ फिर्ता चाहिँ जस हाम्रो 46 रियलको चाहिँ सामान किनेका छन् दुईवटा बक्स फटिसकेको छ हाम्रो दाइले सम्हालिसक्नु भएको छ यहाँ चाहिँ के ल्याएको छन् चाहिँ त्यो चाहिँ कोठामा गएर देखाउँछु तपाईँलाई के सामान ल्यायौँ त हामीले है Look at this guys मेरो हातमा चाहिँ सामान आइरहेको छ हातमा सामान बोक्नुको मजा छुटिसक्यो यो ठाउँमा आएर राम्रो यसरी मानिन् होइन
घरको सामान मैले जिन्दगीमा घरमा बजाएर कहिले सामान किन्न गएको थिएन। यो दाल चामल तेल नुनहरू ओ माई गड अहिले चाहिँ किन्नु पर्ने भएको छ यार। यो होइन कमाउनु थालेपछि अलिकति जिम्मेवारी बढ्ने रहेछ है। केटा आफै पकाउनु परेपछि चाहिँ कति बेला नुन तेल सकिन्छ होइन, कहिले तेल सकिन्छ, कहिले नुन सकिन्छ, कहिले मसला छैन होइन, कहिले ग्यास सकिन्छ। त्यो चाहिँ आफै गर्नुपर्ने रहेछ कि यहाँ यो भिडियो साइज थाहा भयो कि यो अब थाहा भयो नि त होइन। घरकालाई होइन मम्मीलाई पकाएको खाइदिने होइन, मम्मीले पकाएको खाइदिने फाली यो पुगेन त्यो पुगेन, नुन भएन तेल भएन कहिले होइन, त्यो चाहिँ गरिन्थ्यो घरमा। अब चाहिँ यहाँ आएपछि आफैले थाहा भयो बल्ल नुन कहिले सकिने रहेछ, कहिले तेल सकिने रहेछ, एकदम गाह्रो हुने रहेछ गाइस। अहिले यहाँ भिडियो आएपछि बल्ल थाहा रहेछ नुन सकेपछि के हुने रहेछ, तेल सकेपछि के हुने रहेछ, टाइममा खाना नखाएपछि के हुने रहेछ। राम्रो त्यो घर भात फालेको बल्ल याद आइरहेको छ मलाई त। हामी चाहिँ यहाँ वेट गरिरहेको थियौँ, यहाँ फेरि रोक्दैन क्या यो साइड क्रस गरेर राखेर होइन, दौड्नु पर्ने हुन्छ पुरा। हामी चाहिँ उडाइदिन्छ फेरि यहाँ। अब यहाँ यो ठाउँमा चाहिँ किन कि ट्राफिक लाइट छैन कि, उता सहरतिर चाहिँ ट्राफिक लाइट छैन, यो हामी बसेको ठाउँमा चाहिँ ट्राफिक लाइट छैन। त्यसैले झगडा गर्दा झ्यापझुप हिँडिदिनुपर्छ पुरा, दौड्ने हो नदौड त उडाइदिन्छ नि। अब 100को 200को स्पिडमा आउँछ न, रोक्ने हुँदै उनीहरूको सिधै उडाइदिने हो। हुँदैन होइन नेपाल जस्तो हुन्छ, यहाँ त हुँदै हुन्न, त्यसले दौड्नै पर्ने हुन्छ। अब यहाँको रोडै त्यस्तै छ, चिल्ला होइन, पुरा तुफान पुऱ्याउने खाल्डो पर्ने बाटोमा त्यो छटै छैन। उतातिर चाहिँ छ, उतातिर चाहिँ ट्राफिक लाइटहरू छ। अब यो एरियामा चाहिँ ट्राफिक लाइटहरू कुनै छैन, ट्राफिक लाइट बालेर जाम भन्ने पनि त्यो छैन नि त यो ठाउँमा। उतातिर सहरतिर अब चाहिँ छ। अब यो अब सहर त भन्न मिलेन यसलाई। अब हाम्रो उतातिर गाउँतिर अब त्यो सानो घर हुन्छ, अब यो गाउँ भन्न पनि अब अप्ठ्यारो लाग्छ। ठुल्ठुला घर हुन्छ, अब सहर हो कि अब गाउँ हो, त्यो डिफ्रेन्ट छुट्याउनै पनि सकिँदैन दाजु चाहिँ। त्यही नै गाइस, एकचोटि अरू सानो पसलले त्यो जानुपर्छ। थोरै एउटा सामान छुटेको त्यहाँ किन्न हामी भुलिसक्यौँ। एउटा सामान किन्नको लागि हामी सानो बगाला जान्छौँ फेरि बाहिरमा। त्यो चाहिँ म अन क्यामेरा भन्न सक्दैन किनकि त्यो अफ क्यामेरा किने चिज हो। यस गाइस, म चाहिँ हुनाले बाहिर म चाहिँ अब मार्केट गएर आइसकेका छौँ। हामीले के ल्यायौँ त है, के ल्यायौँ त हजुरलाई म देखाउँछु। यता छ है, हामीले ल्याएछौँ यहाँ थोरै मासु प्लस दाल चामल ल्याएनौँ है, हल्का त्यो अदुवा अनि टमाटर अनि प्याजहरू ल्याएको छौँ। खानु पनि पर्छ नि त, प्याज नहाले तरकारी मिठो नै हुँदैन। मिठो लाउनु लागि पनि अब प्याज हाल्नै पऱ्यो, टमाटर हाल्नै पऱ्यो, अरू खोर्सानी हाल्नै पऱ्यो। त्यो अनुसारको हामी सामान ल्याइसकेका छौँ। अब एकछिनमा अब 5 बजिसकेको छ, अब चाहिँ खाना बनाउनु त लाग्नुपर्छ किनकि साँझ ड्युटी जानुपर्छ, भोकै पेट काम गर्न सकिन नि त, त्यसैले खाना बनाउनु पनि पर्छ। त्यो गाइस हेर्दै गर्नुहोला, स्टे ट्युन। तपाईँले इन्टरटेनमेन्ट त गर्नु सक्दैन, अब इन्टरटेनमेन्टको लागि चाहिँ अब नेपाली जानुपर्छ। यो काम गर्नु आएको ठाउँमा हो, काम गरिरहेको छु म चाहिँ, त्यही नै हो। इन्टरटेनमेन्ट चाहिँ अब नेपाल गएपछि चाहिँ इन्टरटेनमेन्ट हुन्छ ल। ओके, स्टे ट्युन म्यान। होला सक्का छैन है, हेर्दै गर्नु होला, स्टे ट्युन। गुड मर्निङ है गाइस, गुड मर्निङ सबैजनालाई। फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। हामी चाहिँ अहिले ड्युटीबाट आइसकेका छौँ। ड्युटीबाट एकदमै के गुड मर्निङ भनेर यहाँ त बिहानै बुढा गर्नु पनि भइसक्यो, लास्टै काम भइसक्यो यहाँ दिउँसै। अरे बिहानै बुढा गर्नु हुन लागेको यार, यस्तो छ मौसम, घाम लागिसकेको छ बिहान। हामी चाहिँ अब बकालामा छौँ। बकालामा नयाँ आइटमहरू केही छैन अब खानको लागि, त्यही गरेका पुरानो चिजहरू खाने हो। अन्ना क्या है खाने में नया चीज़? हाँ, क्या चीज़ है नया? समोसा रोल है, आलू। आज का है वो? आज का है आलू है? आज का तो है। चलो ठीक है। म त आइसकेको छ आलु चप खान्छु। म सधैँ त्यो चिकन रोल खान्थेँ, आज चाहिँ आलु चप खान लाग्छु। ठिक छ ड्युटीबाट एकछिन यहाँ घाम तापेर बसिरहेको छु होइन। घाम तापेपछि यो भिटामिन डी पाउँछ कि अलिक शरीरलाई रिलिफ हुन्छ, रेस्ट गरेपछि मस्त आनन्द है। अरूको चाहिँ सबैको ड्युटी हुने टाइम रहेछ। नाइटमा गर्नुको एउटा फाइदा चाहिँ के छ भने चाहिँ
उति बेला खाना बनायो उति बेला खाएर जान सकिन्छ नि ताजा ताजा खाना। अनि डेमा चाहिँ के जान्छ साँझ खाना बनाउँछन् केटाहरूले होइन, अनि बिहान पनि त्यही खाना बासी बासी खाना लग्छन्, त्यो चाहिँ अलिक नराम्रो हो। हाम्रो नाइटमा चाहिँ फाइदा त्यही छ। अरू नाइटमा बेफाइदा थुप्रै छ, फेरि टाइममा सुत्नु पाइन्न, टाइममा खाना पाए हुँदैन होइन, त्यो चाहिँ नराम्रो छ। तर नाइटमा काम गर्नुको फाइदा चाहिँ यति हो कि ताजा खाना ताजा पकाउने बित्तिकै ताजा खाना पाइन्छ, त्यति नै हो। त्यही नै भन्न चाहन्छु। म चाहिँ भर्खरै आएर उठबाट पकालबाट एउटा केही खाइयो, अहिले पेट भरे जस्तो हुन्छ। ठ्याक्को अहिले 12 बजीतिर उठेर खानासाना बनाएर खाने हो, त्यसपछि फेरि सुत्ने हो, फेरि साँझ फेरि ड्युटी जाने हो। त्यही नै लाइफ चलिरहेको छ यत्तिकैमा है, त्यही नै भन्न चाहन्छु। आजको दिन पनि यत्तिकै जान्छ होला अब है, के छ र अरू। अब के नै भन्न चाहन्छु, माया गर्दै गर्नुलाई म अरू बिगार बनाउनु ट्राई गरिरहेको छु आजभोलि है। त बिटे चाहिँ एउटा कुरा है, बिटे चाहिँ के बुझ्यो भने चाहिँ एउटा मान्छेले भनेको थियो कि बिटे साथी जिन्दगी चाहिँ सेट होइन अलराम सेट हुन्छ भन्थ्यो, हो रहेछ है। जिन्दगी कहाँ सेट भएको छ हौ, कति गाह्रो छ। अलराम सेट हुने रहेछ। बिहान जानेकोलाई बिहान अलराम, हामी नाइटमा जानेलाई नाइटमा अलराम। ट्याक्क 7 बजी बित्तिकै अलराम बज्छ, उठ भन्ने टाइपको साउन्ड होइन। अब त अलराम बजाए पनि उठ भने जस्तो लाग्छ कि उठ भने जस्तो लाग्छ है। 7 बजी उठ्यो अनि फ्रेस भयो, अनि खाना खायो अनि चल्यो। फेरि रातभरि गऱ्यो होइन। काम त खासै त्यस्तो गाह्रो पिरो के छैन होइन, एकदमै मस्त चिज छ। तर अब त्यो निद्रा पुग्दैन त मेन कुरो। निद्रा नपुगेर एकदमै शरीरले भागा फिल हुन्छ क्या, भागा फिल मेन कुरो नै समस्या त्यही हो। निन्द नपुगेपछि मान्छे नै बिरामी पर्ने हो नि त। मेन कुरो 8-9 घन्टाको निन्द पुऱ्याउनुपर्छ, त्यो 8-9 घन्टाको निदै छैन। मेन कुरो त 8-9 घन्टाको निन्द छँदै छैन कि, छँदै छैन। अनि त्यसैले अनि भन्छ कि मलाई मान्छेले होइन कति पातलो छ अरे, हो यही कारण पातलो भयो। म सुत्नु नपाएर टाइममा खाना नपाएर पातलो भयो कि म के भन्ने होइन, त्यही नै छ प्रब्लम। नत्र म पनि मोटाउँथेँ नि यार, टाइममा सुतेपछि टाइममा खाना खाएपछि त अब न्युट्रिसन खाना त खाइरहेको हुन्छ नि, न्युट्रिसन अन्डाहरू, माछा मासुहरू, अनि चनाहरू, त्यो दिनका खाइरहेको हुन्छ, मोटाउँथ्यो होला। निद्रा नपुगेर पो शरीर एकदमै कमजोर फिल भएको हुन्छ नि, त्यसैले पो नमोटाओ नि साथी हो, यही नै हो नमोटाउनुको कारण। अब चाहिँ है कोठातिर लाग्छु, अब कोठामा गएर सुत्दिनुपर्छ केही टाइमको लागि, बल्ल शरीरलाई आराम लाग्छ। ओके है त, माया गर्दै गर्नुलाई खुट्टा चाहिँ धोएर आयो है, खुट्टा जस्तो पखालेर आयो देख्नुहुन्छ। खुट्टा पखालेपछि अब मस्त सुत्ने हो क्या, मस्त सुतेपछि अब चिलमा हामी लाग्छ। त्यसपछि समटाइम गेट रिफ्लेक्स यस गाइस। म चाहिँ यही ड्युटीबाट आएर सुतिसकेको थिएँ, अनि फेरि भर्खर उठेँ। अहिले चाहिँ 10 बजिसकेको छ। सब केटाहरू आफ्नो ड्युटीमा गइसकेका छन्, देख्नुहुन्छ सब बेड खाली भइसकेको छ रातिर। म चाहिँ बल्ल उठ्यो। आज रुममा एक्लै छु, मस्त निद पऱ्यो है। अरू दिन केटाहरू भएपछि के डिस्टर्ब गरिन्छ, फोनमा त अलिक झुन्डेर आउँछ नि त, हल्ला भएर आउँछ, आवाज आएर आउँछ, सुत्नै पाइन्न राम्ररी। अनि यहाँ चाहिँ सब केटाहरू ड्युटीमा गएको छन्, अनि मस्त सुत्नु पाइयो। बल्ल उठेँ। अब चाहिँ 10 बजेको छ, खानासाना बनाउँछु है। अब खाना बनाउनु तर्फ लाग्छु। आज चाहिँ अब हिजोको तरकारी छ, त्यो तरकारी चाहिँ बनाउनु पर्दैन, त्यो तरकारी पताएर खान्छु। अनि भात चाहिँ बनाउनु पर्छ, भात छैन नि त। अब दुईजनाले खान्छौँ, एउटा उसले लगेर गइसक्यो भात होइन, मलाई चाहिँ राखिदिएको छैन उसले, अनि म चाहिँ बनाउँछु है। के छ अरू होइन, भिडियो हेर्दै गर्नु होला। हिजोको भिडियो हालेको त है राम्रो रेस्पोन्स दिनुभएको रहेछ, धेरै पछि भिडियो हालेको थिएँ, राम्रो रेस्पोन्स आइरहेको छ। उसरी पनि गइराख्नु भएको छ हजुरले है, लभ यु सबैलाई, लभ यु है, यही भन्न चाहन्छु। अब चाहिँ म खाना बनाउनु तर्फ लागेँ। बाइ। यस गाइस, मैले चाहिँ त्यहाँ खाना बसालिसकेको छु होइन, त्यहाँ अलिअलि पनि झगडा छ कि होइन, त्यो पाक्दै गर्छ। अनि पाएको पनि ल्याइदिने, त्यहाँ किचन पनि एकदमै फोर्छ नि त, त्यसैले झगडा लाग्छ। त्यो पाक्दैछ। म चाहिँ यहाँ फेरि आएको रुममै आएपछि चलिरहेको छ। त्यहाँ बाहिर गर्मी पनि हुन्छ कि, गर्मी पनि हुन्छ, रुममा आएपछि चलेपछि चिसो फिल भएर आउँछ नि त, त्यसले रुममा बस्न अहिले उचित मानिन्छ। किनकि बाहिर एकदमै गर्मी छ, एकदमै गर्मी के बबाल गर्मी। अब गर्मी होइन, अब अहिले कुन महिना मे होइन, मे महिनामै 40 डिग्री क्रस भएको छ यार, कसरी बाँच्ने क्या यार ठाउँमा होइन। अनि त्यतिकै भने यार खाडीमा गएपछि तातो घाम सहनुपर्छ भनेर हो रहेछ भाइ। बिटे साइज थाहा भयो भाइ, बिटे साइज थाहा भयो। तातो घाममा त होइन, यहाँ त
सबै चिज तातो भाइ सबै चिज तातो एउटा फलाम छुन सक्दैन एउटा खाली खुट्टा हिँड्न सक्दैन बिना चप्पल हिँड्न सक्दैन बिना कपडा गएछ भने त भाइ कालोले डढिस् त भाइ कालोले डढिस् त्यो टाइपको गर्नु छ यहाँ चाहिँ त्यो विदेशी बल्ल थाहा हो यसगाइस खाना चाहिँ भइसकेको छ है अघि मैले त्यो खानाको भिडियो बनाउनै भुलेको रहेछु है जस्ट खाना खाइसकेको छु अहिले चाहिँ टाइम लगभग भइसकेको छ 12 साढे 12 भइसकेको छ है अब चाहिँ सुत्नुपर्छ किनकि साँझ ड्युटीको लागि पनि त निद पढ्नु पर्ने हुन्छ नि त ल आजको लागि भलो के नै के कस्तो लाग्यो होइन माया गर्दै गर्नु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक पनि गरिदिनु होला सब्सक्राइब पनि गर्नु च्यानललाई त्यही भन्न चाहन्छु आजको लागि यति नै भोलि पनि नयाँ भएर आउने छ हस् त धन्यवाद Yeah, everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low, about to blow back up. Here I won't ever let the doubt creep in. Gotta pop a couple more aspirin.